अनलाइन ठगीबाट कसरी बस्ने? आजभोलि अनलाइन ठगी वा अनलाइन स्क्याम एकदमै बढिरहेको छ। आफ्नो पैसा र डाटा सुरक्षित राख्न यी 5 वटा कुरामा सधैँ सचेत रहनुहोला। नम्बर 1, सामाजिक सञ्जाल लिङ्कहरू। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको कुनै पनि लिङ्क क्लिक नगर्नुहोस्। यस्ता लिङ्कहरू मार्फत ह्याकरहरूले तपाईको ओटिपी वा पासवर्ड माग्न सक्छन्, त्यसैले शङ्कास्पद लिङ्कबाट टाढै बस्नुहोस्। नम्बर 2, बैंक वा डिजिटल वालेट। धेरैजसो ठगी बैंकको नाममा हुने गर्छ। याद राख्नुहोस्, बैंक वा डिजिटल वालेटको कर्मचारी भन्दै कसैले फोन गरेर तपाईको पिन वा पासवर्ड मागेमा कहिले पनि नदिनुहोस्। बैंकले फोनबाट व्यक्तिगत विवरण कहिल्यै माग्दैन। नम्बर 3, ओटिपी र फिसिङ। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैले पनि नबाड्नुहोस्। अझ समस्या समाधान गरिदिन्छु भन्दै कसैले स्क्रिन शेयरिङ एप डाउनलोड गर्न लगायो भने तुरुन्त फोन काट्नुहोस्। तपाईको सानो गल्तीले बैंक खाता रित्तिन सक्छ। नम्बर 4, अनलाइन जब वा टास्क। आजभोलि टेलिग्राम वा व्हाट्सएपमा टास्क पूरा गरे बापत पैसा पाइने लोभ देखाउने गिरोह सक्रिय छ। सुरुमा थोरै पैसा दिएर विश्वास जित्ने र पछि ठूलो रकम ठगी गर्ने यस्तो जालबाट सधैँ जोगिनुहोस्। नम्बर 5, क्रिप्टो र अनलाइन लगानी। अन्त्यमा नेपालमा क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी गर्नु गैर कानुनी हो। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण हुन्छन्। त्यसैले आफ्नो मेहनतको कमाई सुरक्षित राख्नुहोस्। सचेत बनौं, सुरक्षित रहौं। यो जानकारी अरूलाई पनि शेयर गर्नुहोला।